पछिल्लो समय खोला तथा नालाहरू एकदमै प्रदूषित हुने गरेको देखिन्छ। ग्रामीण भेगबाट आएका ती मरेका सडेका वस्तुहरू खोलामै फ्याँक्नाले यस्ता खोलाहरू बढी प्रदूषण भएको हामीले देख्न सक्छौँ। खोला नालाहरू एकदमै प्रदूषण भएको देखिन्छ, किनकि एउटा जनस्तरमा जनसमुदाय स्तरबाट नै अझै सरसफाइ र घर वरिपरि सरसफाइ गर्नुपर्छ र खोला नालामा फाल्नु हुँदैन भन्ने कुराहरू अझै पनि एउटा जनसमुदायमा एउटा चेतनाको कमीको कारणले पनि हुनसक्छ। स्थानीय तह नगरपालिकाहरूले पनि एउटा सहरी क्षेत्रमा मात्रै गाडीहरू उहाँहरूले गुडाउनुहुन्छ र एउटा जनसमुदाय बस्ती बस्तीमा तपाईँको एउटा चेतनामूलक कार्यक्रमहरू ल्याइदिएर स्वास्थ्य सम्बन्धी एउटा स्वास्थ्यलाई चाहिँ अलिकति अगाडि बढाउनको लागि र प्रदूषण चाहिँ न्यूनीकरण गर्नको लागि स्थानीय तहले चाहिँ एउटा भूमिका खेलिदिए राम्रो हुन्थ्यो। बुद्धिजीवीहरू म त सुपात्र कहिले पनि मैले जान्दैन, तर यहाँका बुद्धिजीवीहरू धेरै धेरै छन्, तर यिनीहरूले चाहिँ जानाजान यिनीहरू चाहिँ लिपसिपी गर्छन्। यिनीहरूले चाहिँ फोहोर मैला चाहिँ ट्र्याक्टरमा चाहिँ कचरा सिसाहरू ल्याएर फोहोर मैला ल्याएर चाहिँ खोलामा फाल्छन्। यहाँ चाहिँ केही मऱ्यो भने पनि सिनो पनि ल्याएर खोलामा फालिदिन्छन् र यसको लागि सबैको चाहिँ बचत होला भन्ने कुरा मेरो हो। अहिले चाहिँ पछिल्लो समयमा हेर्दाखेरि एकदमै फोहोरहरू पनि भइरहेको छ यो खोलामा। हामीले नुहाउने धुवाउनेहरू पनि यहीँ गर्छौँ, प्रायः यताको मान्छेहरूले नजिकको मान्छेहरूले अब उता टाढा पनि जानु भएन र कपडा धुनको लागि चाहिँ अहिले चाहिँ एकदम फोहोर भइरहेको छ। त्यही पनि हामी नुहाउनको लागि अब टाढा छ, त्यही भएर यता आएर चाहिँ नुहाइरहेको छौँ अहिले चाहिँ होइन।